जरा गाड्नु पर्ने भनेको 20 देखि 25 वर्षभित्र जरा गाडिसक्नुपर्छ। कोर एरिया भने जस्तै कोर जरा के म यो फिल्डमा लाग्छु भने त्यो फिल्ड तपाईँले हाँगो समातिसकेको हुनुपर्छ। हाँगो समातिसकेको हुनुपर्छ। तपाईँ पसल खोल्नुहोस्, किराना पसल खोल्नुहोस्, ग्यास पसल खोल्नुहोस्, होइन, कुखुरा पाल्न सुरु गर्नुहोस्, चाहिँ त्यो खसी पाल्नुहोस्, वा विदेश जानुहोस्, कोरिया जानुहोस्, जापान जानुहोस्, सुब्बा हुनुहोस्, खरदार हुनुहोस्, प्राविको शिक्षक हुनुहोस्, निमाविको शिक्षक हुनुहोस्, माविको शिक्षक हुनुहोस्, म्याक्सिमम 25लाई चाहिँ तपाईँ 27-28 बनाउनुहोस्। त्योभन्दा पछाडि जानुभयो भने अब तपाईँलाई जाँगर मर्छ, इनर्जी हुँदैन कि। अब इनर्जी कम हुन्छ कि। पहिला 20 वर्षको उमेरको चाहिँ म जे पनि गरिदिन्छु काम भन्ने इनर्जी र 30, 35, 40 पुगिसकेपछि त्यो शरीरले पनि अब डर हुन्छ कि, लगानी गर्न पनि डर हुन्छ कि। तपाईँले 25 वर्षमा त डुए म कमाइहाल्छु नि भविष्यमा भनेर तपाईँ इन्भेस्ट गर्न सक्नुहुन्छ, रिस्क लिने आँट आउँछ तपाईँको। तर जब तपाईँ 30 वर्ष कट्नुहोस्, अब बिहे हुन्छ। केटी मान्छे त अन्त 25-26मा बिहे गरिदिनुहुन्छ, अब बिहे हुन्छ। केटा मान्छेलाई बिहे भइसकेपछि जिम्मेवारी बोध हुन्छ, परिवार पाल्नु पर्ने, बच्चा पढाउनु पर्ने, होइन। अब तपाईँको पहिला आफू एकजनाको आवश्यकता हुन्थ्यो, अब एकजना त बिहे गरेको दिन थपियो, त्यसपछि के थपियो, थपिन सुरु हुन्छ, आवश्यकता बढ्यो, अब प्रेसर सुरु हुन्छ दिमागमा।